सन् 2023 जनवरी 15 नेपालको नयाँ अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्न लागेको यति एयरलाइन्सको विमान अचानक आकाशमै कोल्टे पर्छ र सेतीको खोजमा विलिन हुन्छ। 72 जनाको ज्यान जान्छ। नेपालमा हरेक दुर्घटनापछि एउटा छानबिन समिति बन्छ, एउटा रिपोर्ट आउँछ र केही दिनमा सबै बिर्सिन्छ। तर के तपाईले कहिल्यै सोच्नु भएको छ नेपालको आकाश संसारकै लागि ब्ल्याकलिस्टमा किन छ? के यो केवल पाइलटको गल्ती हो कि हाम्रो सिस्टममा कुनै यस्तो टेक्निकल भाइरस छ जसले बारम्बार नेपालीको ज्यान लिइरहेको छ? आज ग्लोबल खोजमा हामी नेपालको हवाई इतिहासको सबैभन्दा गहिरो चिरफार गर्नेछौँ। In the past 20 years, the most dangerous airport in the world. Here, sudden changes in the weather can make landings perilous. नेपालको आकाश जति सुन्दर छ त्यति नै रहस्यमय र खतरनाक पनि छ। संसारका 10 वटा खतरनाक विमानस्थलहरू मध्ये एउटा हाम्रो देशमा छ। तर के तपाईलाई थाहा छ पछिल्लो 70 वर्षमा नेपालको आकाशमा 100 भन्दा बढी विमान दुर्घटना भइसकेका छन्? के यो केवल हाम्रा अग्ला पहाडहरूको दोष हो कि हाम्रो उडान प्रणालीमा कुनै यस्तो गम्भीर कमजोरी छ जसलाई हामीले सधैँ नजरअन्दाज गरिरहेका छौँ? आज ग्लोबल खोजको यो इनडेप्थ रिपोर्टमा हामी चर्चा गर्नेछौँ नेपाल एभिएसन सेफ्टी। के नेपालको आकाश सधैँ यस्तै असुरक्षित रहनेछ? पोखरा दुर्घटनाको अन्तिम रिपोर्टले एउटा यस्तो डरलाग्दो तथ्य बाहिर ल्यायो। पाइलटले फ्ल्यास चलाउनुको सट्टा झुक्किएर कन्डिसन लिभर चलाएका थिए। यसको अर्थ विमानको इन्जिन त चल्दै थियो तर पंखाले हावा काट्न छोड्यो। विमान एरोडाइनामिक स्टलमा गयो। तर प्रश्न यहाँ उठ्छ, किन 2 जना अनुभवी पाइलटले यति साधारण गल्ती गरे? के यो तालिमको कमी थियो कि ककपिटको डिजाइन अलमल? नेपालको भूगोल पाइलटहरूको लागि एउटा ठूलो चुनौती बनेको छ। यहाँको मौसम मिनेटमा बदलिन्छ जसलाई माइक्रो क्लाइमेट भनिन्छ। तर समस्या भूगोल मात्र होइन। प्राविधिकको नजरले हेर्दा नेपालमा उड्ने धेरै जसो विमानहरू स्टल, सर्ट टेक अफ एन्ड ल्यान्डिङ विमानहरू हुन्। यी विमानहरू पहाडका साना धावन मार्गका लागि ठिक छन् तर यिनीहरूमा आधुनिक एन्टी कोलाइजन प्रविधि र राडर सिस्टमको कमी हुन्छ। पहाडको ओसिलो हावा र कम अक्सिजनले गर्दा इन्जिनको पर्फर्मेन्समा कस्तो असर पर्छ के हामीले कहिल्यै सोचेका छौँ? नेपालको दुर्गम भेगमा उड्ने ट्विन ओटर र डोनियर जस्ता साना विमानहरू स्टोल फ्राई भिजुअल फ्लाइट रुल्स VFR मा उड्छन्। यसको मतलब पाइलटले आँखाले बाहिर हेरेर जहाज उडाउनु पर्छ। तारा एयरको जोमसम दुर्घटना होस् या सिमरिक एयरको धेरै जसो CFIT का शिकार भएका छन्। अर्थात् जहाजमा कुनै समस्या हुँदैन तर बादल भित्र लुकेको पहाड पाइलटले देख्दैनन्। आधुनिक ग्राउन्ड प्रोक्सिमिटी वार्निङ सिस्टम GPWS नहुनु वा पुरानो प्रविधिमा भर पर्नु नेपाली आकाशको अर्को एउटा पासो हो। सन् 2013 देखि युरोपेली युनियनले नेपाली विमानलाई आफ्नो आकाशमा उड्न प्रतिबन्ध लगाएको छ। 10 वर्षभन्दा बढी भइसक्यो तर यो प्रतिबन्ध अझै पनि हटेको छैन। किनकि अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन CIAO ले नेपालको सिभिल एभिएसन अथोरिटी CANN माथि गम्भीर प्रश्न उठाएको छ। एउटै संस्थाले नियम पनि बनाउने र त्यही संस्थाले व्यापार पनि गर्ने। यो कन्फ्लिक्ट अफ इन्ट्रेस्ट नै नेपालको हवाई असुरक्षाको मुख्य जड हो। धेरै जसो दुर्घटनापछि एउटै रिपोर्ट आउँछ, पाइलटको गल्ती। तर के यो पाइलटको गल्ती मात्रै हो? पाइलटमाथि हुने कमर्सियल प्रेसर, थकाई र पर्याप्त तालिमको अभाव बारे रिपोर्टहरू किन मौन रहन्छन्? हामी कहाँ दुर्घटना भएपछि मात्र छानबिन समिति बन्छन् तर ती समितिका सुझावहरू तराजमै थन्किन्छन्। के हामी दुर्घटना कुर्न मात्र माहिर छौँ कि त्यसलाई रोक्न पनि? नेपाली नागरिक उड्डयन प्राधिकरण CAAN आफै नियम बनाउँछ र आफै विमानस्थल चलाएर व्यापार गर्छ। युरोपेली युनियन EU ले स्पष्ट भनेको छ जबसम्म यी दुई काम छुटिँदैनन् नेपाल कालो सूचीबाट हट्दैन। एयरलाइन्सहरू बीचको प्रतिस्पर्धाले गर्दा मिनिमम सेफ्टीमा सम्झौता गरिन्छ। पाइलटहरूलाई थकित अवस्थामा पनि उडान भर्न दबाब दिइन्छ। के व्यापार मानिसको ज्यानभन्दा ठुलो हो? यो एउटा गम्भीर नैतिक प्रश्न बनेको छ। काठमाडौँ र पोखरा बाहेक धेरै जसो विमानहरूमा आधुनिक राडर सिस्टम छैन। हामी 21औं शताब्दीमा छौँ तर हाम्रा उडानहरू अझै 19औं शताब्दीमा चल्छन्। प्रविधिमा लगानी गर्नुको सट्टा भ्यू टावरमा अरबौं खर्च गर्ने राज्यको प्राथमिकता नै हवाई सुरक्षाको कारण हो। अबको बाटो के त? आधुनिक इन्स्ट्रुमेन्ट फ्लाइट रुल्स IFR र
स्याटेलाइटमा आधारित नेभिगेसन सिस्टम जीबीएस नेपालका दुर्गम विमानस्थलमा पनि लागू गर्नुपर्छ। प्रविधिले पहाड त हटाउन सक्दैन, तर एउटा पहाडको उपस्थितिको सही जानकारी पाइलटलाई समयमै दिन सक्छ। नागरिकको नाताले हामीले बुझ्नुपर्छ, सुरक्षा कुनै संयोग होइन, यो त सही डिजाइन र कडा नियमको परिणाम हो। नेपालको पर्यटन र अर्थतन्त्र हवाई उडानमा टिकेको छ। यदि हामीले आफ्नो आकाशलाई सुरक्षित बनाउन सकेनौं भने हाम्रा सुन्दर हिमालहरू केवल डेन्जर जोनका रूपमा चिन्नेछन्। नेपालको आकाशलाई सराप्नुभन्दा पहिला हामीले सिस्टमलाई सुधार्नुपर्छ। इन्जिनियरिङमा कुनै पनि समस्याको समाधान हुन्छ, तर त्यसका लागि इमानदार खोज र इच्छा शक्ति चाहिन्छ। भोलिको उडान सुरक्षित होला त यो हामीले आज गर्ने सुधारमा भर पर्छ। तपाईलाई के लाग्छ, नेपालको हवाई क्षेत्र कहिले EU को कालो सूचीबाट हट्ला? आफ्नो तर्क तल कमेन्ट बक्समा राख्नु होला। यस्तै खोजमूलक भिडियोका लागि ग्लोबल खोजलाई सब्स्क्राइब गर्न नबिर्सिनु होला। अनुसन्धान, विश्लेषण र सत्यको खोजी जारी रहनेछ। हेर्दै गर्नुहोला ग्लोबल खोज। हामी अर्को रोचक तथ्यका साथ फेरि आउने नै छौँ। हवस् त, नमस्कार।